ओम नाथ ब्रह्मणे नमः। सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी 32वटा रागहरूको संक्षिप्त परिचय गर्न गइरहेको छौँ फटाफट। त्यसमा चाहिँ म सी स्केलमा सरसर्ती त्यो रागको पकड र विशेष स्वर समूहहरू, पकड सँगसँगै केही विशेष स्वर समूहहरू गाउनेछु र त्यसपछि वादी र सम्वादी स्वरहरू भन्नेछु। त्यसपछि हजुरहरूले कुन राग होला भनेर आफै गेस गर्नुहोला, म एन्सर पनि भन्नेछु। अनि मैले राग अब त हजुरले गेस गरिसकेपछि त्यसको आरोह अवरोह त हजुरहरूले आफै पनि गेस गर्न सकिहाल्नुहुन्छ। अनि कुन स्वर समूह प्रयोग भएको छ त्यसैको आधारमा ठाट पनि हजुरहरूले आफै गेस गरिहाल्नुहुन्छ। समय चाहिँ गायन समय चाहिँ कहिले गाइन्छ भन्ने चाहिँ म यो भिडियोको अन्तिममा भन्नेछु र कसरी याद गर्ने अलिकति एउटा ट्रिक पनि लास्टमा सर एकचोटि भन्नेछु हजुरहरूलाई। ल सुरु गरौँ है त। सा गा रे गा प द नि द प म ग म रे सा। वादी ध, सम्वादी ग, राग अलैया बिलावल है त। नि रे गा रे नि रे सा पा रे पा म ग रे नि रे सा सा। वादी गन्धार ग, सम्वादी नि। कुन राग होला? राग यमन हैन। सा रे ग प ध सा ध प ग रे सा प ग रे ग सा रे ध सा। वादी गन्धार ग, सम्वादी ध, राग भुटाली। रे पा म प ग रे ग म प सा सा रे रे ग ग म प। वादी प, सम्वादी सा, राग काफी है त। ग म द द प ग म रे सा। वादी कोमल ध, सम्वादी कोमल रे, राग भैरव। नि द म प ध म ग। वादी ग, सम्वादी नि, राग खमाज है त। नि सा ग म प ग म ग रे सा। वादी ग, सम्वादी नि, राग बिहाग। सा रे ग म ग सा रे सा ध नि सा। वादी मध्यम म, सम्वादी सा है, सबै कोमल स्वरहरू प्रयोग, राग भैरवी। नि सा रे नि सा रे म रे पा म रे नि सा। वादी रे, सम्वादी प, राग वृन्दावनी सारंग। रे रे म प नि द प ध म ग रे ग नि सा।
बादी रे समाधि प राग देश सा म प ग म ग रे सा बादी म समाधि सा राग भिमपलासी सा 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 बादी म समाधि सा है आरोमा रेपा वर्जित औरोमा प वर्जित राग बागेश्री रे म प नि द प म प ध म प ग रे सा बादी कोमल ध समाधि कोमल ग राग आशावरी ध म रे पा म प ध म रे सा रे ध सा बादी ध समाधि रे राग दुर्गा कोही कोही विद्वानहरूले कोही कोही संगीतज्ञहरूले चाहिँ बादी म समाधि सा पनि भन्नुहुन्छ तर हामीले चाहिँ अब धरीलाई नै भनौँ है अब राग जौनपुरी सरी पहिले भनिहालेँ म प नि द प द म प ग रे म प बादी कोमल ध समाधि कोमल ग राग जौनपुरी भइहाल्यो अब यो र आशावरी लगभग सबै उस्तै एकदम उस्तै खालको राग हो होइन धेरै कुरा फरक छ के अरे धेरै कुरा उस्तै नै छ होइन एकदम दुईटै रागमा लगभग सबै कुरा उस्तै नै छ फरक एउटा मेन फरक भनेको चाहिँ आशावरीमा चाहिँ आरोहमा कोमलनी वर्जित हुन्छ जौनपुरीमा चाहिँ आरोहमा पनि कोमलनी चाहिँ गाइन्छ होइन त्यही भएर धनी सा कोमल ध कोमलनी कोमल सा गाउने बित्तिकै ठ्याक्क जौनपुरी राग रहेछ भन्ने हामी चिनिहाल्छौँ है चिन्ने तरिका चाहिँ अब अर्को राग ध म प नि सा नि द प बादी प समाधि सा राग पट्दीप भिमपलासी जस्तै हो तर खालि फरक कुरा केमा त फरक छ भन्दाखेरि यसमा चाहिँ शुद्ध नि प्रयोग हुन्छ र बादी स्वर चाहिँ पञ्चम प है त सा म प सा म प म प ध प म रे सा बादी म समाधि सा राग केदार ध सा ग म
बादी म सम्वादी सा राग मालकोस। बादी ग सम्वादी नि। अब रे र ध वर्जित है, आरु मध्ये शुद्ध नि, औरमा कोमल नि। कुन राग होला? राग तिलम है। बादी रे सम्वादी प राग तिलक कामुल। सा रे सा ग म ध ध प नि ध सा रे सा सा बादी ध सम्वादी ग राग अमीर। सा ग रे सा ध प सा। बादी ग सम्वादी नि 12 वटा स्वरको प्रयोग हुने राग है, राग पिलु। ध प ग म ग रे सा। बादी कोमल दैवत सम्वादी ग राग कालिङ्गडा। भैरव जस्तो यस्तै हुन्छ, तर यसमा चाहिँ कोमल धमा कोमल रेमा आन्दोलन धेरै गर्नु भएन है। अब सा रे ग रे ग रे म बादी ग सम्वादी नि। अब यसमा चाहिँ दुवै मध्यम लाग्छ, अवरोहमा तीव्र मध्यम पनि शुद्ध मध्यम पनि दुईटै प्रयोग गरिरहेछ। राग पूर्वी। सा म ग प म ग म ग म ग रे सा रे सा म ग प म ग रे सा। तोडी थाट। बादी प सम्वादी सा राग मुल्तानी। रे प म प ध प ग म प ग म रे सा रे प म प ग म प ग म रे सा।
बादी प सम्बादी रे राग कामुल ग प ध प ध प सा रे ग प ध सा ध ध प ग रे सा। भोपाली यस्तै छ। बादी चाहिँ ध सम्बादी चाहिँ ग राग देशकार है। अलिक फरक चाहिँ के छ भन्दाखेरि अब भोपालीमा बादी ग हुन्छ, त्यही भएर गलाई बारम्बार गाइन्छ, रेलाई पनि महत्त्व दिएर गाइन्छ। तर राग देशकारमा चाहिँ बादी स्वर ध, त्यही भएर धमा चाहिँ बारम्बार न्यास गर्ने, तर गमा रेमा चाहिँ प्रायः न्यास गरिन, धेरै गाइँदैन। धेरै चाहिँ धमा फोकस गऱ्यो भने चाहिँ देशकारतिर हुन्छ है। त यो चाहिँ बिलावल थाँटको, हाम्रो भोपाली चाहिँ कल्याण थाँटको। सा म प ग म ध ध नि सा सा म प ग म ध नि सा रे नि सा धी प म प ग म हे सा। बादी म सम्बादी सा राग बहार है। वसन्त ऋतुमा प्रायः गाइन्छ। अब नि ध सा नि प ग प ग सा सा ग प नि ध सा नि प ग सा। बादी ग सम्बादी नि राग शङ्करा है त। सा नि ध म ग म ध नि सा रे सा। बादी ध सम्बादी ग है। आरोहमा रे प वर्जित, अवरोहमा प वर्जित, राग सोहनी है। कोमल रे हुन्छ यसमा। अर्को ध म ग रे ग म ग रे नि ध रे सा। बादी कोमल रे सम्बादी ध, यो चाहिँ राग मारवा है। यसो एक्सेप्सन हो। बादी सम्बादीको बिचमा ग्याप चाहिँ 4-5 स्वरको हुनुपर्छ भनेर, तर यसमा चाहिँ एक्सेप्सन। यसमा चाहिँ कोमल रे बादी सम्बादी ध है। यसमा चाहिँ कोमल रेलाई यति धेरै गाइन्छ, यति धेरै गाइन्छ कि कहिलेकाहीँ सालाई नै एकदम लुके जस्तो हुन्छ कि सालाई नै एकदम महत्त्व कम दिए जस्तो हुन्छ। सोनी र मारवाको मेन फरक पनि त्यही नै हो। जस्तो हामीले अब सोनीमा चाहिँ धरा गएको सङ्गति धेरै हुन्छ, रेलाई खासै धेरै गाइँदैन। मारामा चाहिँ बारम्बार कोमल रेलाई गाएको गाई गरिन्छ। मेन फरक यही नै हो है। रे सा नि सा ध नि रे ग रे सा सा नि ध प रे ग रे सा सा रे ग म प ध ग म रे ग रे सा। बादी रे सम्बादी प, यो भनेको राग जय जयवन्ती है। सजिलै छ। अब मैले अन्तिममा चाहिँ सबै रागहरूको जुन अहिलेसम्म 32वटा रागको मैले सरर सबैको पकडहरू मेन स्वरहरूको उठाएको सुनाएँ। अब यिनीहरू सबैको गायन समय कहिले कहिले होला त भनेर यसो गेस गर्ने हो भने अब
अब सरस्वती अब म ठ्याक्क एउटा याद गर्ने तरिका सहित भन्छु है त। टक्क लगाएर बिहान घाम लाग्यो, घाम लाग्यो बिहान ठ्याक्क सूर्योदय भयो। सूर्योदय हुने बित्तिकै हामीले के गाइरहेको हुन्छौँ, जागो मोहन प्यारे गाइरहेको हुन्छौँ होइन, जाग न जाग अब भोर भयो भनेर गाइरहेको हुन्छौँ। त्यो कुन रागमा गाउँथ्यौँ? भैरव है। भन्छ प्रातःकालमा सबभन्दा पहिला के गायौँ? भैरव गायौँ। प्रथम प्रहर, दिनको प्रथम प्रहरमा बिहान के गायौँ? भैरव गायौँ। त्यसपछि लगतै प्रथम प्रहरमा के गायौँ? भैरवी गायौँ र अलैया बिलावल गायौँ है। त्यो गाउँदा गाउँदा के आयो? दोस्रो प्रहर आयो। दिनको दोस्रो प्रहरमा हामीले के गायौँ? देशकार गायौँ र आशावरी र जौनपुरी राग गायौँ है। त्यसपछि दोस्रो प्रहर पनि सकिन लाग्यो, मध्याह्न भयो, ठ्याक्क दिउँसो 12 बज्न लाग्यो, मध्याह्न भयो। मध्याह्नमा कुन राग गायौँ? हामीले वृन्दावनी सारङ्ग गायौँ है। त्यसपछि तेस्रो प्रहर आयो। तेस्रो प्रहरमा हामीले कुन गायौँ? राग पिलु गायौँ, भीमपलासी र भीमपलासी जस्तै अर्को राग पट्दीप, यो राग गायौँ। त्यसपछि अब दिनको चौथो प्रहर आयो। दिनको चौथो प्रहरमा हामीले कुन राग गायौँ? मुल्तानी गायौँ। अब सन्ध्या हुन थाल्यो, ठ्याक्क अब अँध्यारो हुन थाल्यो। अब ठ्याक्क सन्ध्या परेर अब लगभग झिसमिसे भएर पुरै अब झिसमिस भइसक्यो। अब अँध्यारो हुन लागिसक्यो, ठ्याक्क अब लाइट गइसक्यो, एकदम अँध्यारो सन्ध्या, ठ्याक्क सन्ध्याकाल भएको छ, अँध्यारो हुन थालिसक्यो। ठ्याक्क यो सन्ध्याकालमा अँध्यारो भएको बेलामा चाहिँ हामी कुन राग गायौँ? मारुवा गायौँ है। त्यसको लगतै अब ठ्याक्क रात्रिको प्रथम प्रहर भर्खर सुरु हुन थाल्यो। प्रथम प्रहर अब ठ्याक्क आयो। अब कुन गाउन थाल्यौँ? पूर्वी गायौँ। त्यसै गरी साँझ समयमा हामीले के गाइरहेछौँ? राग भूपाली। त्यसपछि राग यमन, राग केदार, हमिर, कामोद, पूर्वी मैले अघि नै भनिसकेँ प्रथम प्रहरमा गाउने है त। त्यसपछि के आयो? रातको दोस्रो प्रहर। दोस्रो प्रहरमा के गायौँ? राग शङ्करा, खमाज, बिहाग, देश, तिलक कामोद, दुर्गा, तिलम। अनि दोस्रो प्रहर पनि अन्तिम भागतिर आएपछि के गायौँ? जय जयवन्ती है। रातको दोस्रो प्रहर त्यो अन्तिम भागतिर जय जयवन्ती गायौँ है। अब तेस्रो प्रहर भने त कति मध्यरातै हुन थालिसक्यो है। रातको तेस्रो प्रहर भने त मध्यरातै हुने भइहाल्यो। ठ्याक्कै तेस्रो प्रहर मध्यरातको बेलामा कुन गायौँ? मालकोहोस गायौँ है, ठ्याक्कै मध्यरातको बेला। त्यसपछि मध्यरातमै अरू कुन राग गायौँ? काफी, बाघेश्री, बहार। बहारले त वसन्त ऋतुमा जुनसुकै बेला गाउन सकिन्छ, तैपनि मध्यरातमा गाइन्छ प्रायः। बहार, बाघेश्री, काफी, मालकोहोस यिनीहरू भइहाल्यो। अब मध्यरात पनि कट्यो अब है। मध्यरात पनि गरेर बिहान 3 6 बजे भनौँ न, रातको पनि अब अन्तिम प्रहरतिर यो समयमा चाहिँ कुन राग गायौँ हामीले? सोहनी, कालिङ्गडा। अहिले मैले कुरा गरेको थिएँ नि, कालिङ्गडा र भैरव उस्तै छ भनेर। कालिङ्गडा चाहिँ ठ्याक्क सूर्योदय हुनुभन्दा अलिक अगाडि रात्रिको अन्तिम प्रहरमा गाउने। भैरव चाहिँ ठ्याक्क सूर्योदय भइसकेपछि दिनको प्रथम प्रहरमा गाउने। ल, रागहरूको यही नै हो अब गायन समय पनि। हस्, धन्यवाद।